आपके साथले हजरत भएको छ। त्यसरी नै हामीले आमन्त्रण गरेका छौँ अनुज थापा एक्जिक्युटिभ सभासद, सूचना अनि संस्कृति विभाग गोपीनाथ क्षेत्रीय प्रशासन, त्यसरी नै दार्जिलिङ नगरपालिकाका अध्यक्ष दिपेन ठकुरीज्यू, त्यसरी नै दार्जिलिङ डिस्ट्रिक्ट इन्सपेक्टर प्राइमेरी एजुकेसन टिके विश्वास सर, त्यसरी नै म मेरो छोटो स्वागत सम्भाषण राख्न गइरहेको छु। सर्वप्रथम गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन सभाका सभाध्यक्ष श्रद्धेय सर अन्जुल चौहान, हाम्रो यस कार्यक्रमका मुख्य अतिथि हुनुहुन्छ, उहाँलाई हामी संगठनको पक्षबाट न्यानो अभिवादन साथसाथै स्वागत जनाउन चाहन्छौँ। उहाँले आफ्नो व्यस्त समयलाई हाम्रो निम्ति दिनुभएको छ र उहाँलाई हामी संगठनको पक्षबाट भएकोमा हामी संगठनको पक्षमा स्वागत अनि अभिवादन जनाउँछौँ। 2020 देखि यता धेरै वर्षको अन्तरालमा हेडमास्टर एसोसिएसनले अवकाश ग्रहण गर्नुभएका शिक्षक प्रधान अध्यापक अध्यापिकाहरूलाई सम्मान जनाउन पाएको थिएन। अघिल्लो चरणमा हजुरहरू समक्ष हामी एउटा ओपनिङ डान्स नृत्य लिएर आइरहेका छौँ, जसको निमित्त म नेपाली गर्ल्स उच्चतर माध्यमिक विद्यालयका नानीहरूलाई मञ्चमा निम्ताउन चाहन्छु। मिरिक हाई स्कुल, हायर सेकेन्ड्री स्कुल। आउनुहोस् जीवनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ। प्रमिला बुढालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। सम्पूर्ण सेवानिवृत्त प्रधानाध्यापक प्रधान अध्यापिकालाई गर्न चाहन्छौँ।
आएर यो सानो मेमेन्टो पर्याप्त छैन होला, तर पनि हाम्रो स्नेह र श्रद्धा उहाँको निम्ति सधैँ उहाँलाई बधाई, शुभकामना, सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दै धेरै धेरै कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। धन्यवाद सर। सम्बन्धित प्रधानाध्यापिका, प्रधानाध्यापक सबैलाई आफ्नो यथास्थानमा गएर बसिदिने आग्रह गर्न चाहन्छु। के गर्नु नि, सोचहरूलाई ताक्दै बसिरहेछौ। तिमीहरू चाहिँ ताक्दै गर, आज चाहिँ जसरी भए नि एउटा न एउटा पटाउने नि। पटाउने त पटाउने हो, तर कसरी पटाउने हो? त्यही त, तोइ भन्दा कसरी पटाउने? नाचेर पटाउने नि हो, मोरी हो। सेवाहरू सोल्टी सेवाहरू है। विरल दृश्य तपाईँ हामीले यहाँनिर तपाईँ हामी साक्षी बन्यौँ र गुरुआमा लिन्छन्। गुरुआमालाई धेरै धेरै फेरि पनि आभार व्यक्त गर्न चाहन्छौँ। र यो दोहोऱ्याएर लानुहुने व्यक्तित्व नरेन्द्र योजन सर, उहाँलाई जोरदार ताली बजाएर मञ्चमा स्वागत गराउन चाहन्छु। आज हामीले केही ठुलो दिन नसकेर पनि एउटा मायाको चिनो दिएर उहाँलाई सम्मान गरिरहेका छौँ। यो मायाको चिनो उहाँको जीवनको कालभरि उहाँहरूसँग स्मरण बनेर रहिरहनेछ भनेर अपेक्षा साँच्दै म मञ्चमा सम्मान गर्नको लागि बोलाउन चाहन्छु अति आदरणीय राजेश चौहान सर, डेपुटी चेयरम्यान जिटिए। त्यसरी नै मुन्डाकोटी हायर सेकेन्डरी स्कुलका प्रकाश देवान सरलाई पनि म अगाडि आइदिनु हुन आग्रह गर्दछु। त्यही क्रममा पञ्चपट्टि हायर सेकेन्डरी स्कुलका पूर्व प्रधानाध्यापक पल छिरिङ लेप्चा सरलाई पनि म अगाडि आइदिनु हुन आग्रह गर्न चाहन्छु। उहाँहरूलाई सम्मान गरिरहनु भएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका भाइस चेयरम्यान आफ्नो
सोधी दिनको निमित्त कृपया हजुरहरू आएर यहाँ उपस्थित हुनुहुन्छ भने म आग्रह गर्न चाहन्छु। नमस्कार पुरानो सबै है ग्रुप हाम्रो नमस्कार सर नमस्कार यो सङ्गठनहरू पुऱ्याउने मेन व्यक्ति हाम्रो धेरै धेरै धन्यवाद है बचाएर राख्ने सबैलाई सबैलाई नमस्कार है। अब यो अनुपम भेट भनौँ है, हामीले यसरी भेट्न पाउँदैनौँ है। दिवा सर नमस्कार है। सर नमस्कार र नमस्कार सबैलाई। लु हजुर सबैको सबै कहाँ हुन्छ फेसबुकमा हेर्नुहोस् है ल, सबै फेसबुकमा हालिदिन्छु है हजुर। हजुर स्योर 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 हजुर सर। ल नमस्कार सबैलाई। दिदी सर नमस्कार नमस्कार नमस्कार। सबैलाई सेवा निमित्त सबै सबैलाई नमस्कार। अनिता नमस्कार। स्वागत गर्न चाहे। त्यसैगरी श्री पवन कुमार राई धजिया हायर सेकेन्डरी स्कुल, उहाँलाई पनि म मञ्चमा र उहाँलाई सम्बर्धना प्रदान गर्नको लागि आदरणीय पिके राई सर, उदय जिल्ला हायर सेकेन्डरी स्कुल, शिक्षक सङ्गठनलाई धेरै जोगाउनु भएका आदरणीय सर
पङ्खाबारी हायर सेकेन्ड्री स्कुलका पूर्व प्रधान अध्यापिका सँगसँगै बाल कल्याण अनि शिशु कल्याण विभागका भारप्राप्त सभासद कल्पना प्रधान गुरामा, त्यसरी नै उहाँ हुनुहुन्छ पवन कुमार राई धजे हायर सेकेन्ड्री स्कुल र एक ख्यातिप्राप्त गायक स्वयं पनि हुनुहुन्छ र आज उहाँको पनि एउटा प्रस्तुति यहाँनिर होस् भन्ने हामी सबैको चाहना पनि छ र त्यसरी नै अगाडि बोलाउन चाहन्छु म बेटिन हायर सेकेन्ड्री स्कुलका अति आदरणीय प्रधान अध्यापक रिदुलाल सर, हामी सबैको प्यारो आर्यन सर तपाईँको अगाडि आइदिनु हुन आग्रह गर्दछु र त्यसमा हायर सेकेन्ड्री स्कुल खरसाङका रिता तामाङ, श्रीमती रिता तामाङ ग्रामलाई पनि म अगाडि आइदिनु हुन आग्रह गर्दछु र त्यसरी नै लामाहट्टा हायर सेकेन्ड्री स्कुलका पूर्व प्रधान अध्यापक आदरणीय दीपक कुमार राई सरलाई पनि म अगाडि आइदिन हुन सबैले आग्रह गर्दछौँ र यो मायाको चिनो हामी सबैको आत्मीयता सौहार्दताको स्वरूप यो सधैँ सधैँ उहाँहरूसँग रहिरहनेछ भनेर अपेक्षा सार्छौँ र स्कटिस मिसन हायर सेकेन्ड्री स्कुलका पूर्व प्रधान अध्यापिका सार्छौँ र धेरै धेरै उहाँहरूको आउँदो भावी जीवन सुखमय रहोस्, आनन्दमय रहोस् भनेर पनि हामी कामना गर्छौँ ईश्वरसँग र यो बिदाई नभएर हामी यसलाई शुभकामना कार्यक्रम भन्न उहाँलाई धेरै धेरै गरिदिनु होला र आदरणीय राजेश चौहान सर आफ्नो बहुमूल्य उपस्थिति दिएर यस कार्यक्रमलाई सफल जीके क्षेत्रका स्कुल सर्भिस कमिसनका नवनियुक्त चेयरम्यान अध्यक्ष र यो उहाँलाई आजको कार्यक्रमको स्मृति चिन्ह हामी प्रदान गर्न लागिरहेका छौँ। प्रधान अध्यापक नागरिक हायर सेकेन्ड्री स्कुलको पक्ष माध्यमिक शिक्षा म यो सम्मान पत्र पठन गर्न लागिरहेको छु र यसरी हाम्रा शिक्षाका क्षेत्रमा द्वारा आयोजित अवकाश प्राप्त प्रधान शिक्षक शिक्षिकागणलाई विदाई अनि सम्मान समारोहका सम्माननीय सभापति महोदय, आजको कार्यक्रममा उपस्थित गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन सभाका उपाध्यक्ष सद्य राजेश चौहान ज्यू, एक्जिक्युटिभ सभासद अनि आज देख्छौँ हामी बितेका दिनहरू अनि आज अवकाश प्राप्त गर्नुहुने हेडमास्टर हेड मिसेसहरूलाई अर्को दृष्टिकोणमा हेर्दाखेरि कति आनन्दमय देख्छन् होला, कति शान्तिमय देख्छन् होला, कति ढुक्कको जिन्दगी भनेर देख्छन् होला, तर जिन्दगीभित्र जुन चाहिँ व्यथा हुन्छ, जुन चाहिँ कष्ट हुन्छ, जुन चाहिँ पीर हुन्छ, जुन चाहिँ खुसी हुन्छ, जुन चाहिँ प्रेम हुन्छ, त्यो वास्तवमा नै अर्कै परिपाटीभित्र पर्छ।
संग्रह धन्यवाद नानीहरू, धन्यवाद एडमिनिस्ट्रेट प्रधान अध्यापिका महोदयलाई मञ्चमा स्वागत गर्न चाहे। हार्दिक निवेदन गर्दछु। तिलक घिमिरे सर, बर्मा प्रेम सुन्दर हायर सेकेन्ड्री स्कुल। र एकपल्ट जोरदार ताली बजाएर अभिनन्दन जनाइदिनु होला उहाँको यो अमूल्य यो धेरै धेरै धन्यवाद। र यी हाम्रा वरिष्ठ समाजका अग्रज गुरुआमाहरूको भावी जीवन आनन्दमय बितोस्, सुस्वास्थ्यको कामना गर्दछौँ र उहाँले समाजलाई पाठशाला जस्तै समाजलाई पनि डोर्याएर लानुहुनेछ भन्ने अपेक्षा पनि साँच्छौँ। र धेरै धेरै रानी बनैमा हो, रानी बनैमा, रानी बनैमा हो, रानी बनैमा। कसले चाप काटुन बारे मेरो मनैमा, कसले चाप काटुन बारे मेरो मनैमा, मेरो मनैमा एकै क्षणमा, मेरो मनैमा एकै क्षणमा। रानी बनैमा हो, रानी बनैमा, रानी बनैमा हो, रानी बनैमा। चुपके चुपके रात दिन आंसू बहाना याद है। चुपके चुपके रात दिन आंसू बहाना याद है। हमको अब तक आशिकी का ज़माना याद। तुझसे मिलते ही वो कुछ बेबाक हो जाना मेरा। तुझसे मिलते ही वो कुछ बेबाक हो जाना मेरा। और अब तक आशिकी का ज़माना याद है। चुपके चुपके रात दिन आंसू बहाना याद है। त्यसरी नै फर्गो हायर सेकेन्ड्री स्कुलबाट हुनुहुन्छ मणिकुमार प्रधान सर, उहाँलाई पनि मञ्चमा आइदिनु हुन आग्रह गर्दछु। त्यही क्रममा सोनादा हायर सेकेन्ड्री स्कुलबाट हुनुहुन्छ आदरणीय सर दिपेन्द्र मुखियाज्यू, उहाँलाई पनि मञ्चमा आइदिनु हुन सबै आग्रह गर्दछु। र अन्तमा अप्पर चोङथोङ हायर सेकेन्ड्री स्कुलबाट हुनुहुन्छ अति आदरणीय सर प्रकाश घतराज सर। र यहाँ मञ्चमा आइसक्नुभएका हाम्रा महान गुरुङ सर, बोटपुर उच्चतर माध्यमिक विद्यालय, हजुरलाई पनि म मञ्चमा निकाल्न चाहन्छु। डाक्टर मिलन तामाङ सरको बाहुलीबाट यो सम्मान पत्र प्रदान गरिरहेका छौँ।
उहाँलाई पनि म अगाडि आइदिनु हुन आग्रह गर्दछु र त्यही क्रममा अनिता गजमेर श्रीमती अनिता गजमेर प्रधान अध्यापिका नेताजी हायर सेकेन्ड्री स्कुल उहाँलाई पनि अगाडि आइदिनु हुन निवेदन गर्दछु। प्रकाश गवार सर हुनुहुन्छ। त्यसरी नै म अगाडि बोलाउन चाहन्छु आदर्श पेबोङ हायर सेकेन्ड्री स्कुलका किशन चन्द्र गुरुङ सरलाई म अगाडि आइदिनु हुन निवेदन गर्दछु। त्यसरी नै अर्को चरणमा धोत्रे हायर सेकेन्ड्री स्कुलका आदरणीय भक्त तामाङ सरलाई म अगाडि आइदिनु। सोही क्रममा सोनादा हायर सेकेन्ड्री स्कुलका अति आदरणीय पूर्व प्रधान अध्यापक सर दिपेन्द्र मुखिया सरलाई पनि म अगाडि आइदिनु हुन आग्रह गर्दछु। पेमा लामा सर त्यही क्रममा थर्बु हायर सेकेन्ड्री स्कुलका मणिकुमार प्रधान सरलाई पनि अगाडि आइदिनु हुन निवेदन गर्दछु। प्रकाश गहत्रा सर चौतोङ हायर सेकेन्ड्री स्कुलका पूर्व प्रधान अध्यापक। त्यसरी नै त्यस पश्चात बोलाउन चाहन्छु म सुरज गुरुङ सर पूर्व प्रधान अध्यापक थर्बु उच्चतर माध्यमिक विद्यालय मिरिक हिन्दी हाई स्कुलका प्रधान अध्यापक। अनि अन्तमा ब्लुफिल्ड उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक र यी हामी समक्ष उभिएका महान हस्तीहरू जसले शिक्षा क्षेत्रमा आफ्नो समाजलाई बाटो देखाएर आज सेवा र आदरणीय कल्पना प्रधान गुरुआमा अनि डाक्टर मिलन तामाङ सरलाई पनि धेरै धेरै धन्यवाद दिँदै अब हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेको तपाईँलाई जानकारी पनि गराउन चाहन्छु। यो गोर्खा रङ्गमञ्च भवनमा जिटिए सेकेन्डरी हेडमास्टर एसोसिएसनको तत्त्वाधानमा विदाय एवं सम्बर्धना कार्यक्रम अति रोचक अनि अति सफलतापूर्वक सम्पन्न भएको हामी महसुस गर्दछौँ र यो धन्यवादको क्रमलाई म अगाडि बढाउँदै हाम्रा यो रङ्गमञ्च भवन स्पोन्सर गराइदिनु भएकोमा हाम्रा जिटिए चिफ श्रीमान अनित थापाज्यूलाई हाम्रो सङ्गठनको पक्षबाट कोटि कोटि धन्यवाद चढाउँदछौँ। साथै यस कार्यक्रमलाई जो उहाँले पनि आफ्नो यो बहुमूल्य समय दिएर यस मञ्चमा आइदिनु भयो र म उहाँलाई पनि धन्यवाद दिँदछु र विशेष गरेर टाढा नजिकबाट आउनुभएका ती हाम्रा सम्पूर्ण अवकाश प्राप्त हेडमास्टर्स हेडमिस्ट्रेस हेड अफ द इन्स्टिट्युसन्स उहाँहरू सबैलाई मेरो आन्तरिक हृदयबाट नमन गर्दै उहाँहरूप्रति कोटि कोटि धन्यवाद चढाउँदछु। साथै यो आज यति भव्यका साथमा जुन समारोह सम्पन्न भयो जसको निम्ति विनोद सर हेडमास्टर रिम्बिक एचएस स्कुल जसले कार्डहरू त्यो निमन्त्रणा अथवा यी निमन्त्रणहरू बनाएर हाम्रो रिटायर्ड हेडमास्टर हेडमिस्ट्रेसको तर्फसम्म पुर्याइदिनु भएकोमा म उहाँलाई पनि सङ्गठनको पक्षबाट धन्यवाद दिँदछु। बाई बाई है बाई 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 एकदम है हामी सबै विश यू अल द ह्याप्पी प्रस्परस लाइफ इन है फ्युचर र सबैलाई अब है निकाल्नु शुभकामना सबैले सुख शान्ति र समृद्धि है हामीलाई भन्नुहोस् न राम्रो काम गर्नु भनेर राम्रो काम गर्नु हामीले हेडमास्टरलाई चाहिँ कहिले पनि नमानिदिनु होस् है हामीले बल्ल बल्ल दुःख गरेर एउटा जिरो लाएर जन्माएको यसलाई यो संस्थालाई तपाईँले बताइदिनुहोस्। धन्यवाद एकदमै